हाई गाइज, मलाई मात्रै हो कि हजुरहरूलाई नि हो होइन, मात्रै मलाई यस्तो एउटा तरकारी होला होइन जसलाई चाहिँ मैले पैसा खन हालेर किने भने पनि मलाई मनखत लाग्दैन के। दिनदिनै त दाइ आउनु भयो भने मैले दिनदिनै पनि च्याउ किनिराखेको हुन्छु के। आजकल चाहिँ धेरै च्याउ किन्ने भएको भएर होला दाइ पनि आजकल त हाम्रै घरनिर आएपछि च्याउ आयो च्याउ भनेर झन् साह्रै हाम्रो घरतिर फर्केर कराउनुहुन्छ के। बहिनी आज किन निस्किएन भनेर होला होइन, आजकल त बहिनी बहिनी भन्दै बोलाउन थालिसक्नु भयो के। अहिले चाहिँ आजको भोलि नै पनि किनिराखेको हुन्छु के। यस्तो मनपर्छ नि यो च्याउको तरकारी चाहिँ। च्याउको तरकारी चाहिँ मलाई खासै त्यो तामझाम गरेर पकाउन मनै लाग्दैन के। सिम्पल तरिकाले पकाइराखेको हुन्छु मैले चाहिँ। यसमा चाहिँ मैले लसुन नहालिकन पकाउँछु किनकि मलाई त्यो लसुन हाल्यो भने च्याउको स्वाद नै हरायो जस्तो लाग्छ अनि त्यो लसुनको स्मेलले चाहिँ जितेको जस्तो लाग्छ कि मलाई चाहिँ। त्यही भएर म चाहिँ यो लसुन नहालेको नै रुचाउँछु के। बाबा र च्याउमा चाहिँ मैले कहिले पनि लसुनलाई हालेर पकाउँदिनँ कि किनकि लसुनको स्मेल बढी आएको जस्तो लाग्छ, उनीहरूको स्मेलले हराएको जस्तो लाग्छ। अनि त्यही भएर मैले चाहिँ यसलाई सिम्पल तरिकाले पकाउँछु होइन। प्याज र मसला टमाटर मात्रै राखेर त्यो मिठो हुन्छ कि यसरी पकाएको चाहिँ यसरी पकायो भने चाहिँ पर्फेक्ट बल्ल च्याउको मात्र स्वाद आयो जस्तो लाग्छ के। खाँदा पनि एकदमै मिठो 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 हुन्छ। हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ।